ठ्यास्सै लाइक हान्ने न आखिर के को लागि पसिनै पसिना भएर माताले कृपा गर्नु होला। आजको यात्रा सेकेन्ड आवरसम्मको। हेलो गाइस, सपोर्ट गरिराख्नु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। गाइस वेलकम ब्याक, नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु। भिडियो सुरु भइसकेको छ, शनिबारको दिन छ। आज शनिबारको दिन, आज हामी कतै जाने प्रयासमा छौँ। अनि खाना खानुभयो? म चाहिँ यसरी हिँड्दैछु आजको दिन। आज हामी 13, 14, 14 या 15 दिनमा छौँ है, कन्फ्युज छौँ। अब डेली कसले काउन्ट गर्छ र सपोर्ट गरिराख्नु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। सो गाइस, अब हाम्रो यात्रा सुरु भइसकेको छ सेकेन्ड आवरसम्मको लागि। योभन्दा पहिलोचोटि चाहिँ हामी फर्स्ट आवरसम्म पुगेको थियौँ होइन। अब सेकेन्ड आवरको लागि हाम्रो यात्रा सुरु भइसकेको छ। के कस्तो हुन्छ अहिले अब थके लागिसक्यो, तर अब आजको यात्रा सेकेन्ड आवरसम्मको। लास्टसम्म हेर्नु होला गाइस। यो ठाउँ चाहिँ पिकनिकको लागि एकदम बेस्ट ठाउँ हो होइन, एकदम बेस्ट हो, यहाँ आउनु होला। सो गाइज, हामी चाहिँ सबै तयारी गरेर हिँडिसकेको होइन। र योभन्दा अगाडि अघिल्लो दिनभन्दा चाहिँ, योभन्दा पहिलाभन्दा चाहिँ अहिले अलिक गाह्रो भएको जस्तो अवस्था भयो, महसुस भइरहेछ होइन। मेरो त अहिले हालत खराब भइसक्यो। सेकेन्ड आवरसम्म कसरी पुग्ने होला गाइज यार, यस्तो छ यहाँको होइन। भिडियोलाई चाहिँ एउटा ठ्यास्सै लाइक हान्दिनु है दाइ गाइजहरू, ठ्यास्सै के। सो गाइज, हाम्रो चाहिँ प्लान बिहान आउने थियो, तर बिहानमा चाहिँ यहाँ अलिकति बाघको डर हुँदो रहेछ होइन। बाघको बिगी छ अरे यहाँ। सकियो भने नि हाम्रो यात्रा चाहिँ थर्ड आवरसम्मको। अब नेक्स्ट टाइम आजको लागि सेकेन्ड आवरसम्म। सो गाइज, हामी फर्स्ट आवर आउन लागिसकेका छौँ। हालत चाहिँ निकै खराब भइसक्यो। अब फर्स्ट आवर यो माथि हो, हाम्रो यात्रा सेकेन्ड आवरतर्फको। सो गाइज, फाइनली आइसकेको छ सेकेन्ड आवर। हामी आइसकेको छौँ र हालत खराब भयो। हालत देखिसक्नुभयो होला हाम्रो कस्तो भयो। सो गाइज, हामी चाहिँ सेकेन्ड आवर आइसकेका थियौँ र सेकेन्ड आवरबाट चाहिँ अलिकति यो उकालो होइन, यो उकालो चढे, यो उकालो झरेर हामी चाहिँ यहाँ मन्दिरको तलासमा आएको थियौँ। तर चाहिँ त्यस्तो टाढा रहेछ क्या, ऊ त्यहाँ अलिकति देखियो नि हल्का मन्दिर हो। र अहिलेलाई चाहिँ अब यत्रो चढ्न सकिएन, अहिले झर्न सकियो भने आउनु चाहिँ लास्टै गाह्रो हुन्छ। त्यही भएर अब नेक्स्ट टाइम हामी आउँछौँ, अनि त्यति बेला चाहिँ हामी त्यहाँसम्म छोएर आउँछौँ कि है। आजको हालत खराब अब तपाईँले देखिसक्नुभयो, यस्तो हालत खराब भइसक्यो आज। सो गाइज, मनले चाहिँ मानेन। अब नेक्स्ट टाइम आयो भने तपाईँलाई चाहिँ देखाउनै मन लाग्यो होइन। हामी चाहिँ मन्दिर आइपुगेको छौँ। यो मन्दिर हो र मन्दिरतर्फ म लम्किँदैछु। माताले कृपा गर्नु होला। सानो मन्दिर बनाएर छ एउटा होइन। यो टुप्पोमा मन्दिर, सेकेन्ड आवरको मन्दिर हो है यो। र टुप्पोमा अझ यो माथि छ। सो गाइज, अझ अहिले हामी सेकेन्ड टावरको माथि छौँ होइन। सेकेन्ड टावर आउनलाई एकदम धेरै दुःख गर्नु पऱ्यो, एकदम कालो चढ्नु पऱ्यो, एकदम पसिनै पसिना भएर चाहिँ हामी असिना पसिना भएको थियो होइन। के को लागि त, आखिर के को लागि? यसको लागि भने जस्तो कि हेर्नुहोस्, आखिर के को लागि भन्दा यसको लागि। हेर्नु त कस्तो ठाउँ छ। अब अझै उता गढीतिर जान पाएको भए जस्तो रमाइलो हुन्थ्यो होइन। गढीतिर चाहिँ अब अलिकति अहिले हाम्रो सेड्युल अनुसार चाहिँ यहीतिर अहिले फिट भइरह। गढीतिर गइया छैन, तर गढीमा पनि एक दिन नजानी त होइन, तर प्लान चाहिँ गरिरहेछौँ हामी ढिलो जाँडो होइन। जान त जाने हो, तर कुन दिन जान्छौँ कहिले जान्छौँ भन्ने चाहिँ फिक्स छैन क्या। यस्तो राम्रो देखेँ कि तपाईँ पनि आउनु है त, तपाईँहरू पनि आउनु। यो छुट्टेको चाहिँ टिकौली हो होइन, यहाँबाट छुट्टिरह यस्तो छ।
चितवनमा पनि के कम छैन क्या, चितवन पनि अरू जिल्लाहरूभन्दा कम छैन। चितवन धेरै माथि छ, हरेक चिज छ नि चितवनमा, के चिज छैन। यहीँबाट छुटिन्छ नि तराई पहाड हिमाल छुट्टी होइन हो गाइज। यस्तै छ। अब भिडियोलाई चाहिँ ठ्यास लाइक मारिदिनु होला, च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला र भिडियोलाई सेयर गर्न नबिर्नु होला। सो गाइज हामी अहिले फर्किने क्रममा सेकेन्ड टावरबाट हामी तल झरिसकेका छौँ। अब घरतिर लाग्नु भएको। अब कस्तो हुन्छ भने यो चढ्दा चाहिँ लास्टै गाह्रो हुने होइन, रातो पिरो हुने। झर्दा चाहिँ आइसक्यो क्या, अब एकछिनमा आउँछ। अब तल गानाहरू बजाइरहेछ पिकनिकको, हामी झर्दैछौँ। खाना नि वहीँ खाइयो माथि। यस्तै छ गाइज, लाइक गर्नु होला।